हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल इट्स मी पूजा। आयो हजुर सबैजना सन्चै हुन्छ होला। म पनि सन्चै छु। म चाहिँ यता माइती गाउँतिर आएको छु र अनि अहिले यहाँबाट भिडियो स्टार्ट गर्दैछु। हेर्नु सक्नुहुनेछ ब्याकग्राउन्डमा। अनि नयाँ साथीहरू हुनुहुन्थ्यो भने सब्सक्राइब गर्नु नभुल्नु है। अब आज चाहिँ म कोदो रोप्नु जाँदैछु, हजुरलाई देखाउने नै छु। हेर्नु होला अनि कस्तो भ्यू देखिन्छ हाम्रो माइती गाउँमा। चाहिँ बिहान बिहान घाम यस्तो लागिरहेछ नि, घाम यहाँ सिधै यस्तो यो देख्न सक्नुहुनेछ। माइती गाउँ यस्तो छ, घर त्यहाँ छ। अनि यता सुन्दरपुर हो, यो राउन्ड हामी कोदोमा जाने यता हो। हेर्दै गर्नु होला, नयाँ साथी सब्सक्राइब गर्नु होला। अनि म चाहिँ चिया खाएर मुखसुख धोएर लाग्यौँ। अब ल है साथीहरू, म पनि लागियो फेरि अब कोदो रोप्नु भन्न मिल्ने भर्खर सुरुवात जाँदैछु। यता बाबा बुढो अनि भाउजू अघि नै गएछन् भएको भदै। म चाहिँ अल्छे भर्खर जाँदैछौँ। हेर्नु होला, हाम्रोतिर चाहिँ यसरी रोपिन्छ। पहिला जोतेर त्यसपछि झारसार उखालेर यसरी मजाले गरेर रोप्नुहुन्छ मम्मीहरूले चाहिँ। अनि आज पनि बाबा र बुढो भाउजू अघि नै गइसक्नु भयो। यहाँ चाहिँ ग्याप बढी छनको लागि राखेको मम्मीले भन्नुभएको थियो, त्यही भएर राख्नु भएको छ। अनि यता खनिसँग यति धेरै बुवाले चाहिँ अनि भदै उता गेममा हेर्दै हुनुहुन्छ। उता भदै चाहिँ प्रो म्याक्सको गेमको हेर्नु नि, यहाँ बोलाउँदा नि नसुनेको। अनि उता चाहिँ भाउजू र बुढोले रोपिसक्नुभयो, त्यति बाबाले यति खनिसक्नुभयो। म भर्खर जाँदैछौँ। अनि बुढो चाहिँ क्यामेरा तेर्साउँदै भिडियो बनाउँदै रोप्नु भएको छ। म भदैलाई एकछिन क्यामराम्यान बनाएँ, त्यसपछि मैले नि रोप्नु सुरु गरेँ। 5 वर्षपछि मैले पनि रोप्नु सुरु गरेँ साथीहरू। फेरि पनि 5 वर्ष अघि त रोपिएकै हो, त्यो गाउँठाउँमा रोपेँ, उकालो ओह्राली गरेकै हो। 5 वर्ष जति भयो मैले नगरेको, आज रोपियो साथीहरू। भदैलाई क्यामराम्यान बनाइयो अनि हामी रोप्दैछौँ नन्दा भाउजू। त्यसपछि गएर भदैलाई हेर्दैछु, हाँस्दैछु। भिडियो भएको छैन भन्दै सोध्दैछु भदैलाई। अनि भाउजू हाँस्दै हुन्छ मुसुक मुसुक मुसुक। अनि ल यति रोपियो आज हामीले चाहिँ। अब बाँकी अझै यति नै रोप्यो साथीहरू, यति बाँकी चाहिँ फेरि पनि रोपौँला। ल फाइनली गाइस, हामीले चाहिँ कोदो रोपिसक्यौँ। अनि मैले झर्दा पुरै देखाउन सकिनँ, के गर्नु र, यस्तै हो रोप्ने परेपछि। हेर्न सक्नुहुन्छ यति रोप्यौँ। उता बिचमा चाहिँ त्यो बोडी रोप्ने ग्याप राखेको हामीले, त्यहाँ बिचमा थोरै उता रोप्यौँ अनि यता रोप्यौँ। हाम्रो यहाँ गाउँबाट देख्न सक्नुहुनेछ। आज यति नै थियो मेलो, त्यही भएर यति परदेखि डिस्कु हो, यता सुन्दरपुर, यता शिखरपुर, अनि यता हामी सिन्धुलीको मान्छे प्रियम। भिडियो कस्तो लाग्छ हेरेर कमेन्ट गरिदिनु। आज त भिडियो यस्तै थियो, त्यस्तो खासै केही देखाएन, पसिना आएर। अब हामी खाना खानु जानुपर्ने हुन्छ। आजको भिडियो यति नै, बाँकी भिडियो फेरि भेटौँला। आजलाई यति नै, बाई बाई।